रवि लामिछानेले ठूलो जोखिम मोलेर हैन आँट गरेर अहिलेको यथास्थितिबाट देश अगाडि जाँदैन भनेर ठूलो चाहिँ चुनौती नै दिनुभयो हैन हल्लाउने गरेर 50 वर्ष 60 वर्ष राजनीति गरेका अन्य दलहरूको पनि 12 लाख मत जम्मा 5 महिना मैदानमा आएको राष्ट्रिय स्वतन्त्र पार्टीको पनि चान्चुन चाहिँ 12 लाख मत आएपछि एउटा ठूलो धक्का आयो भूकम्पना आयो नेपाली राजनीतिमा र त्योबाट तर्सेर र अघि 84 को हाम्रो चाहिँ जुन एउटा सपना छ त्यसबाट पनि यिनीहरू अत्तालिएर पुराना दलले खनिएकै हुन् रविजी माथि एउटा कानुनी झमेला आइलागेको छ त्यो राजनीतिक प्रतिशोध साधिएको भन्ने हाम्रो पार्टीको मत छ र जति दिन यो लम्ब्याइदैछ त्यति नै त्यो घाम जत्तिकै छर्लङ्ग हुँदै पनि गइरहेको भन्ने हाम्रो मत हो। अब संस्थापक सभापतिलाई नै अल्झाउन सकियो भने उनको अनुहार हेरेर यो पार्टी बनेको थियो अब चाहिँ यो सिद्धिन्छ भन्ने थियो त्यो महाभ्रम हो। रवि लामिछानेजी हुनुहुन्छ हाम्रो पार्टीमा रहिरहनु हुनेछ हैन त्यो उहाँको हैसियत कहिल्यै त्यो चाहिँ अगाडि त्यो खस्किनेवाला छैन। कानुनी लडाई उहाँ लड्नुहुन्छ सौम्य किसिमले र उहाँले नै मैले 3-4 दिन अगाडि उहाँलाई भैरवमा गएर भेटेको थिएँ र उहाँले के भन्नुभएको छ भने स्पष्ट पार्टीलाई सन्देश अब यो कानुनी लडाई म लड्छु हामी लडौँ हैन पार्टीले पनि मलाई साथ दिइरहेकै छ तर कानुनी लडाईलाई यता राखेर पार्टीको गति र वेग चाहिँ अब नरोकियोस् यो अगाडि जाओस् र अहिले यो सिङ्गो राज्य यसरी खनिएको छ यो राजनीतिक प्रतिशोधको विषयले वास्तवमा पार्टीप्रति ठूलो सहानुभूति पनि बढिरहेको छ त्यसलाई पनि तपाईहरुले चाहिँ कदर गर्नेतिर जानु होला भनेर उहाँको एउटा म्यान्डेट